डार्लिङ रे फेरि कसको बेबी तपाईको हो र मामा बोक्सी पो होइन तपाईँ कस्तो बोक्सी हो र त्यो बोक्सी जसले जे पनि गर्न सक्छ ल त्यसो भए भन त के गर्न सक्छौ नि मुहानी लाउन सक्छ हेर्दा त मान्छे जस्तै देखिन्छौ त मेकअप गर्दाखेरि त हेर्नु त या हेर्दिन म त केही होइन अनि तपाईलाई बोक्सी चाहिँ केले बनायो नि होइन रातका कुराले नि कोही बोक्सी हुन्छ भो कसैले बुझाउनु पर्दैन अनि पानी चाहिँ कताको खान्छौ नि होइन बोक्सी दिदी यत्रो झरनाको पानी कसरी खानुहुन्छ केही हुँदैन यो चिठी लेखे आज तिम्रो लागि हाल खबर के छ मलाई चासो छैन लाग्थ्यो बलियो छ हाम्रो प्रेमको डोरी तर खासमा कपासको धागो रहेछ जहाँ छोड्यौ तिमीले आज त्यही छु मलाई तिम्रो मायाको खाँचो होइन म एक्लै हिँडे कति काँडे तारमा तर फर्केर फेरि त्यही बाटो गइन भन्ने गर्थ्यो यो मौनताले हामी टाढिएको त भनिँदैन तर भोकाएका मेरा पानाहरू आज तिम्रो यादले भरिँदैछ हिजो एउटै डुङ्गामा सफर गर्यौं हरेक छाल चिचोल्न सफल भयौं तर हाम्रो मायाको सागर आज एक अर्को बिना पनि तरिँदैछ